हेलो साथीहरू, नमस्ते। सबैलाई धेरै धेरै मिस गरिरहेको छु। अहिले म कहाँ छु भन्ने कुरो मेरो साथीहरूलाई थाहा छ। म गाउँमा छु। अहिले म एक्ज्याक्टली यहाँ कहाँनिर आएको छु हेर्नुहोस् है त। हेर्नुहोस् त मेरो ब्याकग्राउन्ड। म सानोमा म पढेको स्कुल। यो चाहिँ म पढेको स्कुल। अनि यो एउटै मात्र बिल्डिङ बाँकी रहेछ होइन, हामी पढ्दाखेरिको स्कुल चाहिँ। अरू त सबै बिल्डिङहरू यस्तो बनिसकेछ कि होइन, सहरको बिल्डिङ जस्तै यस्तो बिल्डिङ बनिएको छ। कति धेरै चेन्ज भएछ यो। पहिला भलिबल ग्राउन्ड मात्रै थियो, अहिले पुरै फुटबल ग्राउन्ड, यस्तो ठुलो चौर। यता आइज। अनि मेरो साथीहरू सबै छोडेर म यता गाउँतिर एक्लै छु। अनि गाउँमा चाहिँ मेरो साथी चाहिँ ऊ है, मेरो फेभरेट साथी। यता हेर न, के हो तिम्रो नाम भन? ताक्वा दावा। कति क्लासमा पढ्छ? 5मा गइसक्यो नि तिमी होइन? 5मा गइसक्यो ऊ होइन। ऊ चाहिँ मेरो जे गरेर नि साथी उयो हो। उसको स्कुल अस्ति फाइनल इक्जाम भएपछि बिदा भयो। अनि त्यस पछाडि प्रायः मसँगै हुन्छ। मलाई जे साथी चाहिने ऊ आउँछ। अनि अस्ति हामी यहाँनिर उयो बिल्डिङमा चाहिँ हामी चुनावको बेलामा भोट पनि हाल्न आएको। अनि यो ठाउँलाई धेरै 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 मिस गर्छु होइन, यो ठाउँमा आइसके पछाडि। अनि यो बिल्डिङ देख्दा भन्दा पनि यो चाहिँ बिल्डिङ देख्दाखेरि चाहिँ हामीलाई होइन, मलाई पहिलाको साथीहरूको याद आउँछ। अनि बच्चा बेलामा यो चौरमा खेलेको याद आउँछ। अनि यो मेरो साथी, मेरो क्लासमेटहरू म सबैलाई सम्झिन्छु है। अरू क्लासकोहरूलाई म भेट्यो भने म सबैलाई चिन्छु, तर मेरो क्लासकोलाई चाहिँ म सबैलाई याद गरिरहेको हुन्छु। म प्रायः सबैसँग कन्ट्याक्टमै बसिया हुन्छ। अनि हेर्नुहोस् त कति रमाइलो छ। आज म कति घरमा बस्ने भनेर यता मेरो स्कुल, म पढेको बाल्यकालमा पढेको ठाउँ होइन, यसो घुम्न आएको। मेरो घरबाट यहाँ आउनलाई चाहिँ कति घन्टा लाग्छ? हामी 25 मिनट है, 25 मिनट जति लाग्छ घरबाट यहाँ आउनलाई। हामी एभ्री डे त्यहाँबाट दौडेर आउँथेँ होइन। घरमा कति काम भ्याएर दौडेर आउँथ्यो। अनि यहाँ पुग्दाखेरि त हामी ढिलो भइसक्यो हुन्थ्यो। 10 बजे ठ्याक्क लाइनमा बस्नुपर्ने होइन, अनि ढिलो भइसक्यो हुन्थ्यो। अनि चाहिँ सरले यस्तो झापड हान्थ्यो यहाँनिर ढिलो भयो भने, त्यस्तो पिट्थ्यो। तिमीहरूलाई आजकल त्यस्तो पिटाइ खान्छ कि खाँदैन? यता आइज त, यता आइज, माथिबाट जाने। ढिलो भयो भने पाइप बाज्ने गरेरै हान्छ। त्यस्तो पाइप बाज्ने गरेर चाहिँ हामी नहुने पहिला। अहिलेको सरहरू त त्यस्तरी पिट्ने सर हुँदैन। ए